फ्लटर सिक्दै जाँदा एउटा शब्द बारम्बार देखिन्छ जुन हो कन्टेक्स्ट। थिम एक्सेस गर्दा, नेभिगेटर युज गर्दा, मिडिया क्वेरी युज गर्दा और इभन हाम्रो बिल्ड मेथडमा पनि कन्टेक्स्ट हुन्छ। सो कन्टेक्स्ट वास्तवमा के हो त? आज म हजुरहरूलाई फ्यामिली ट्रीबाट यो बुझाउने छु र यसपछि हजुरहरूले कन्टेक्स्ट कहिले पनि बोक्नु पर्दैन। यसको लागि एउटा फ्यामिली ट्रीबाट बुझौँ। सो फर्स्टमा हाम्रो ग्रान्डफादर हुनुहुन्छ, त्यसपछि फादर, अनि फादरको पनि डटर र सन हुन्छ, डटर, सो यो माथिदेखि तलसम्मको रिलेसनसिपलाई फ्लटरमा विजिट ट्री भनिन्छ। भन्नुको अर्थ फ्लटरमा हरेक एप एउटा ठुलो परिवार जस्तै हो। अब बिल्ड कन्टेक्स्ट बुझौँ है त। मान्नुहोस् मैले नातिलाई सोधेँ कि तिम्रो बुवा को हो? उसलाई तुरुन्तै थाहा हुन्छ कि उसको बुवा को हो भनेर। अगेन मैले फेरि सोधेँ हजुरबुवा को हो भनेर, त्यो पनि उसलाई थाहा हुन्छ। डु यु नो वाइ? किनकि उसलाई आफ्नो परिवारमा आफू कहाँ छु भन्ने थाहा छ। फ्लटरमा पनि यही जानकारीलाई बिल्ड कन्टेक्स्ट भनिन्छ। सो बिल्ड कन्टेक्स्ट भनेको म विजिट ट्रीको कुन ठाउँमा छु भन्ने परिचय हो। एउटा कुरा याद राख्नुहोस्, कन्टेक्स्टले माथि मात्र खोज्न सक्छ, तल खोज्न सक्दैन। अब यही कुरालाई कोडमा हेरौँ है त। मटेरियल एप सबैभन्दा माथि छ, त्यसको भित्र र स्क्याफोल्ड, अनि त्यसको भित्र कोलम, अनि सबैभन्दा तल हाम्रो ग्रान्ड डटर विजिट छ। अनि फ्लटरले बिल्ड गर्दा यो विजिटलाई एउटा बिल्ड कन्टेक्स्ट दिन्छ, अनि यही कन्टेक्स्टले भन्छ कि तिमी विजिट ट्रीको यो ठाउँमा छौ भनेर। अब यो लाइन हेरौँ है त, थिम डट अफ कन्टेक्स्ट। यसको अर्थ के हो त? मेरो कन्टेक्स्ट प्रयोग गरेर माथि जाऊ, थिम जहाँ छ त्यहाँ पुग र त्यहाँबाट कलर लिएर आऊ। त्यसैले मैले यहाँ टेक्स्टको कलर दिएको छैन, स्टिल हाम्रो टेक्स्ट ओरेन्ज कलरमा देखिएको छ। त्यसैले एउटा कुरा मात्र सम्झिनुहोस् कि फ्लटरको एप भनेको एउटा परिवार हो, अनि विजिट ट्री त्यो परिवारको वंश हो। अनि बिल्ड कन्टेक्स्ट भनेको म यो परिवारको कुन ठाउँमा छु भन्ने परिचय। यही एउटा कन्सेप्ट बुझेपछि थिम, नेभिगेटर, मिडिया क्वेरी, प्रोभाइडर जस्ता धेरै कुराहरू एकैचोटि बुझ्न सजिलो हुन्छ। सो यदि भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्नुहोस् र फ्लटरलाई यसरी नै नेपाली ल्याङ्ग्वेजमा रियल लाइफ इक्जाम्पलको थ्रुबाट सिक्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्। यदि तपाईँ फ्लटर सिक्दै हुनुहुन्छ र पर्सनल्ली गाइडेन्स चाहिन्छ भने म वान अन वान अर ग्रुपमा पनि मेन्टरिङ गर्छु। सो डिस्क्रिप्सनमा गुगल फर्मको लिङ्क छ, एकचोटि त्यो पनि चेक गर्नु होला।